राजा आऊ देश बचाऊ भन्दै चारैतिर नारा लागिरहेको छ। राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ भनेर नारा लागेको छ। सुन्न सकिन्छ। अति नै भयो यी छोटा राजाहरूले गणतन्त्रको नाममा धज्जी उडाएको, गणतन्त्रको नाममा लुटतन्त्र गरेको, गणतन्त्रको नाममा जनताको ढाड सेकेको, गणतन्त्रको नाममा कानुनको धज्जी उडाएको। यो अति भयो है। गणतन्त्र भनेको के हो? खासमा नै जनताको शासन हो नि त। जनताले शासन गर्न पाएको खै। यी लुटेराहरू राजाको बेलामा पनि थिए, अहिले पनि छन्। राजाको बेलामा राजाले दिएन, अनि राजासँग न्यु खोजेर उनीहरूले गणतन्त्र ल्याएर आए। उनीहरूको लागि नै भयो गणतन्त्र। हाम्रो लागि गणतन्त्र कहिले भयो? कहिले थियो गणतन्त्र हाम्रो लागि? लोकतन्त्र कहिले आयो हाम्रो लागि? हामीले पढ्न पाएका थिएनौँ, लेख्न पाएका थिएनौँ भन्छ। गणतन्त्रको बेलामा, राजतन्त्रको बेलामा पनि पढिरहेका थिए त मान्छेहरू। स्कुल कलेजहरू खुलिरहेको थियो। युनिभर्सिटीहरू कसको पालामा खुलेको? कसको पालामा छुट्याइएको ती युनिभर्सिटीका लागि राखिएका जग्गाहरू? युनिभर्सिटीका पूर्वाधारहरू कसले बनाएको? अहिलेका राजाहरूले युनिभर्सिटी बनाएका छन्। कुन युनिभर्सिटी बनाए? कुन उद्योग धन्दा बनाए अहिलेका युनिभर्सिटी? अहिलेका राजाहरूले सरकारी नाममा के छ? अहिले सबै प्राइभेट छ। सरकारी नाममा हस्पिटल छैन, सरकारी नाममा उद्योग धन्दा छैन, सरकारी नाममा एउटा सडक छैन। सबै प्राइभेट छ। प्राइभेट सेक्टरले खेपिसकेको छ है। राजाले दिएको एउटा उद्योग धन्दा, राजाले दिएको युनिभर्सिटी नि चलाउन सक्दैनन् यिनीहरूले। राजाले बनाइदिएको पुल अझै पनि छ, राजाले बनाइदिएको सडक अझै बाँकी छ। यिनीहरूले 2063मा गर्न सुरु गरेका सडकहरू अझै पनि कम्प्लिट हुन सकेको छैन। खै कहाँनिर गणतन्त्र आयो? ऋण जनभन्दा जन बढ्दैछ। केही निर्यात गरोस्, केही आय स्रोत होस्, त्यो किसिमको छलफल होस्। छलफल त कहिले पनि छैन। कहिले कुन सरकारमा जाने, कहिले कुन सरकारमा जाने, त्यही लडाइँ गर्दै त्यही राजनीति गर्दै 2-3 वर्ष गइसकेको छ। 10-15 वर्ष गइसकेको छ। हुँदैन, विकास हुँदैन।